नमस्कार। आज हामी एउटा यस्तो प्रश्नको उत्तर खोज्दैछौँ जसले दक्षिण एसियाको राजनीतिलाई नै हल्लाइदिएको छ। कसरी कुनै देशको राष्ट्रपिताकी छोरी सबैभन्दा लामो समयसम्म शासन गर्ने र कुनै समयकी सबैभन्दा शक्तिशाली प्रधानमन्त्री आज आफ्नै देशमा मानवताको दुश्मन घोषित भइन्। यो कुनै राजनीतिक नारा मात्र होइन, यो त बङ्गलादेशको एउटा अदालतले सुनाएको वास्तविक फैसला हो। हामी पूर्व प्रधानमन्त्री शेख हसिनामाथि लागेको मानवता विरुद्धको अपराधको आरोप र त्यसपछिको मृत्युदण्डको सजायको गहिराईमा पुग्दैछौँ। हो, हाम्रो स्रोत अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको एक विस्तृत रिपोर्ट हो र हाम्रो उद्देश्य केवल यो फैसलाको समाचार सुनाउनु मात्रै होइन। बिल्कुल। हामी यो अवस्था कसरी आयो, एउटा विद्यार्थी आन्दोलन कसरी यति शक्तिशाली बन्यो र यो फैसलाले बङ्गलादेशको भविष्यमा कस्तो आँधी ल्याउन सक्छ, हो यी सबै कुराको तहसम्म पुग्ने प्रयास गर्नेछौँ। ल सुरु गरौँ। यो फैसला आफैमा एउटा ठूलो घटना हो। यसको मुख्य चुरो कुरो के हो? अदालतले के भन्यो ठ्याक्कै? ढाका स्थित एउटा घरेलु युद्ध अपराध अदालत छ, जसलाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण पनि भनिन्छ, होइन त? हो, तर नामले अन्तर्राष्ट्रिय सुनिए पनि यो बङ्गलादेशको आफ्नै घरेलु अदालत हो। यस्तै गम्भीर अपराधहरू हेर्नका लागि स्थापना गरिएको हो। त्यही अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। मानवता विरुद्धको अपराध, यो शब्द त हामी धेरै सुन्छौँ, तर यसको मतलब सामान्य हत्या वा हिंसा भन्दा अलि फरक छ, होइन त? हो, बिल्कुल। यहाँ बुझ्नुपर्ने मुख्य कुरा के छ भने यो सामान्य हत्या वा हिंसाको आरोप मात्र होइन। मतलब यो राज्यको शक्ति प्रयोग गरेर एकदम योजनाबद्ध तरिकाले निहत्था नागरिकहरूमाथि व्यापक र सिस्टमेटिक आक्रमण गरिएको भन्ने गम्भीर आरोप हो। अदालतले के ठहर गर्यो भने हसिनाले आफ्नो पदको दुरुपयोग गरेर प्रदर्शनकारीहरूमाथि घातक बल प्रयोग गर्न आदेश दिएकी थिइन्। र यो फैसलामा उनी एक्लै छैनन्। उनीसँगै तत्कालीन आन्तरिक मामिला मन्त्री असुद्दुज्जमान खान कमल र प्रहरी प्रमुख चौधरी अबुल्लाह अल मामुनलाई पनि दोषी ठहराइएको छ। भनेपछि यो व्यक्तिगत निर्णय नभएर राज्य संयन्त्रकै संलग्नता थियो भन्ने देखिन्छ। हो, यसले घटनाको संस्थागत प्रकृतिलाई जोड दिन्छ। तर यहाँ अर्को एउटा महत्त्वपूर्ण पक्ष के छ भने यो फैसला हसिनाको अनुपस्थितिमा आएको हो। हो त? उनी त देशमा छैनन्। उनी सन् 2024 को अगस्तमा सत्ता छाडेर भागेपछि भारतमा निर्वासित जीवन बिताइरहेकी छन्। त्यसैले यो फैसला कार्यान्वयन हुन मतलब तुरन्तै चाहिँ सम्भव छैन। यति ठूलो निर्णय लिनका लागि अदालतले पक्कै पनि बलियो प्रमाण खोजियो होला। हाम्रो स्रोतका अनुसार फैसलाको आधार के थियो? फैसलाको आधार निकै विस्तृत र बहुआयामिक देखिन्छ। न्यायाधीशहरूले विभिन्न भिडियो फुटेज, मिडियामा प्रकाशित समाचारहरू, गोप्य रूपमा रेकर्ड गरिएका फोन वार्ताहरू पनि हो, र सबभन्दा महत्त्वपूर्ण मृतकका परिवार र प्रत्यक्षदर्शीहरूसँगको बयानलाई प्रमाणको रूपमा लिएका छन्। यो कुनै एउटा प्रमाणमा आधारित निर्णय होइन। त्यसको मतलब यो हतारमा गरिएको राजनैतिक निर्णय होइन, बरु एउटा लामो र विस्तृत कानुनी प्रक्रियाको नतिजा हो भनेर अदालतले स्थापित गर्न खोजेको देखिन्छ, होइन त? हो, फैसलाको लम्बाइले पनि त्यही सङ्केत गर्छ। सायद फैसला आफैमा झन्डै 450 पृष्ठ लामो छ। 450 पृष्ठ हो, र 6वटा भागमा विभाजित छ। यसले के देखाउँछ भने अदालतले आफूलाई राजनीतिक प्रतिशोधको हतियारको रूपमा नभई प्रमाण र तथ्यमा आधारित न्याय दिने निकायको रूपमा प्रस्तुत गर्न खोजेको छ। यो सुन्दा अचम्म लाग्छ। जसको परिवारले देशलाई स्वतन्त्र बनायो, उही नेत्रीलाई देश छोडेर भाग्नुपर्ने अवस्था आउनु। बङ्गलादेशको राजनीति कति अप्रत्याशित रहेछ। यो अवस्थासम्म कसरी आइपुग्यो? यो सबैको जड के थियो? यो सबै गत वर्ष अर्थात् 2024 मा भएको विद्यार्थी नेतृत्वको विद्रोहसँग जोडिएको छ। हो, त्यही आन्दोलनलाई निर्ममतापूर्वक दमन गरेको आरोप नै उनीमाथि लागेको मुख्य अभियोग हो। एउटा विद्यार्थी आन्दोलनले यति लामो समयदेखिको शासनै पल्टाइदिनु साँच्चै अकल्पनीय छ। के हाम्रो स्रोतले यो आन्दोलन यति विस्फोटक हुनुको पछाडि केही गहिरो कारणबारे बताउँछ? के यो कुनै एउटा घटनाले मात्र निम्त्याएको थियो? यो एकदम सही प्रश्न हो।
यो केवल एउटा घटनाको प्रतिक्रिया मात्र थिएन। स्रोतले सङ्केत गरे अनुसार बङ्गलादेशका युवाहरूमाझ बढ्दो बेरोजगारी, सरकारी नोकरीमा व्याप्त भ्रष्टाचार, आर्थिक असमानता अनि राजनीतिक अवसरको कमीले गर्दा ठूलो असन्तुष्टि थियो। हसिनाको सरकारले विकासका ठूला परियोजनाहरू र जीडीपी वृद्धिको कुरा त गर्थ्यो, तर त्यसको लाभ आम युवासम्म पुग्न सकेको थिएन। भनेपछि त्यो विद्यार्थी आन्दोलन वर्षौंदेखि भित्रभित्रै गुम्सिएको असन्तुष्टिको ज्वाला थियो। हो, त्यो आन्दोलनले एउटा माध्यम मात्र दियो। जब सरकारले त्यो शान्तिपूर्ण आन्दोलनलाई दबाउन अत्यधिक बल प्रयोग गर्यो, तब त्यो आगो देशभर फैलियो। त्यो दमन यति क्रूर थियो कि त्यसले हसिनाको शासनको वैधतामाथि नै प्रश्न खडा गरिदियो र अन्ततः उनी सत्ता त्यागेर देश छोड्न बाध्य भइन्। हसिनाको राजनीतिक विरासतलाई हेर्दा यो पतन झनै नाटकीय देखिन्छ। उनी बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानकी छोरी हुन्। उनको राजनीतिक यात्रा कस्तो थियो? उनको विरासत निकै शक्तिशाली थियो। उनी सन् 1971मा बङ्गलादेश स्वतन्त्र भएपछिकै सबैभन्दा लाम्रो समय शासन गर्ने व्यक्ति हुन्। सबैभन्दा लामो? हो। पहिलो पटक सन् 1996मा प्रधानमन्त्री बनेकी थिइन् र त्यसपछि सन् 2009 देखि 2024सम्म लगातार 15 वर्ष सत्तामा थिइन्। यति लामो र शक्तिशाली शासनकालको अन्त्य यसरी हुनुले बङ्गलादेशको राजनीतिमा एउटा युगको अन्त्य भएको सङ्केत गर्छ। यति ठूलो फैसलाले पक्कै पनि बङ्गलादेशको समाजमा ठूलो हलचल ल्यायो होला। सडकमा मानिसहरूको प्रतिक्रिया कस्तो थियो? स्रोतका अनुसार फैसला सुनाइदा अदालतभित्र र बाहिर भेला भएका नागरिकहरूले खुसियाली मनाएका थिए, नाराबाजी गरेका थिए। यसले जनतामा हसिनाको शासनप्रति कति गहिरो आक्रोश रहेछ भन्ने कुराको एउटा चित्र देखाउँछ। र पीडित परिवारहरू नि, उनीहरूको लागि त यो क्षण निकै भावनात्मक हुनुपर्छ। निश्चय पनि। आन्दोलनका क्रममा आफ्ना छोराछोरी गुमाएका परिवारका सदस्यहरूले हसिनालाई कहिल्यै माफी दिन नसकिने प्रतिक्रिया दिएका छन्। कल्पना गर्नुहोस् त, उनीहरूका लागि यो फैसलाले कति ठूलो अर्थ राख्छ होला। उनीहरूका लागि यो बदला होइन, न्यायको सुरुवात हो। तर के सबैले यसलाई न्यायको रूपमा हेरेका छन्? पक्कै पनि यसमा फरक मतहरू होलान्। हो, सबै प्रतिक्रिया एउटै छैनन्। मानवाधिकार कर्मी शिरिन हक जस्ता व्यक्तिहरूको भनाइ के छ भने यो फैसलाले मात्र पीडित परिवारलाई पूर्ण सान्त्वना दिन सक्दैन। किन त्यसो भनिएको होला? दोषीलाई सजाय सुनाएपछि पनि न्याय किन अपुरो रहन्छ? किनकि हकको विचारमा समस्या व्यक्तिमा मात्र होइन, प्रणालीमा छ। हसिना र उनको पार्टी अवामी लीगप्रतिको आक्रोश अझै शान्त भएको छैन। विशेष गरी त्यो रक्तपातपूर्ण घटनापछि पार्टीले कुनै पनि प्रकारको आत्मालोचना वा माफी मागेको छैन। हो, उनको भनाइ छ जबसम्म संस्थागत जवाफदेहिता हुँदैन र शक्तिमा हुँदा गरिएका गल्तीहरूलाई स्वीकार गरिँदैन, तबसम्म वास्तविक न्याय टाढा रहन्छ। यो त भयो नागरिक समाजको कुरा, तर हसिना आफैले यो फैसलालाई कसरी लिएकी छन्? उनले भारतबाट केही प्रतिक्रिया दिएकी छन् र उनको प्रतिक्रिया निकै आक्रामक छ। उनले यो फैसलालाई पक्षपाती र राजनीतिक रूपमा प्रेरित भनेकी छन्। उनले भारतबाटै एक 5 पृष्ठ लामो विज्ञप्ति निकालेर अहिलेको अन्तरिम सरकारले आफ्नो पार्टी अवामी लीगलाई राजनीतिक रूपमा सिद्ध्याउन खोजेको आरोप लगाएकी छन्। उनले अन्तरिम सरकारलाई हेग स्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा प्रमाण पेश गर्न चुनौती पनि दिएकी छन्। यो त निकै बलियो र आत्मविश्वासपूर्ण कदम देखिन्छ है। यो केवल कानुनी प्रतिरक्षा मात्र हो कि राजनीतिक स्टन्ट पनि हो? यो दुवै हो। एकातिर उनी यो मुद्दालाई घरेलु राजनीतिको साँगुरो दायराबाट निकालेर अन्तर्राष्ट्रिय मञ्चमा लान खोजिरहेकी छन्, जहाँ प्रक्रियागत त्रुटिहरू देखाउन सजिलो हुन सक्छ। हो, ठ्याक्कै। अनि अर्कोतिर यो उनका समर्थकहरूलाई सन्देश पनि हो कि उनी अझै हारेकी छैनन् र राजनीतिक लडाई लड्न तयार छिन्। उनको यो आत्मविश्वासपूर्ण राजनीतिक अडान र उनका कानुनी सल्लाहकारको प्रतिक्रिया बीच केही भिन्नता छ कि? हो, त्यहाँ एउटा रोचक भिन्नता देखिन्छ। उनका कानुनी सल्लाहकारले चाहिँ फैसलापछि आफूहरू दुखी भएको र अपिल गर्न नसक्ने अवस्थामा पुगेको जस्तो अलि नरम बयान दिएका छन्। यसले कानुनी र राजनीतिक रणनीति बीचको द्वन्द्वलाई पनि सङ्केत गर्छ। राजनीतिक रूपमा हसिना आक्रामक देखिन चाहन्छन्, तर कानुनी रूपमा उनका विकल्पहरू साँगुरिँदै गएका छन्। उनको डिफायन्स त स्पष्ट छ, तर व्यावहारिक रूपमा अब उनका लागि के विकल्प बाँकी छन्?
के उनी साँच्चै यो फैसलालाई विदेशबाटै चुनौती दिन सक्छिन्? सैद्धान्तिक रूपमा उनले सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउनेछिन्। यो उनको कानुनी अधिकार हो। तर यहाँ एउटा ठूलो राजनीतिक मोड छ। कस्तो राजनीतिक मोड? हसिना पक्षधर र उनको पार्टी अवामी लीगले आफ्नो सहभागितामा निष्पक्ष र निर्वाचित सरकार नबनेसम्म पुनरावेदन प्रक्रियामा सहभागी नहुने अडान लिएका छन्। उनीहरूले कानुनी प्रक्रियालाई राजनीतिक शर्तसँग जोडेका छन्। उनीहरूको तर्क छ वर्तमान अन्तरिम सरकारको मातहतमा रहेको अदालतबाट निष्पक्ष न्यायको अपेक्षा गर्न सकिँदैन। वाह, भनेपछि यो अब कानुनी लडाई मात्र रहेन, यो त पुरै राजनीतिक लडाईमा परिणत भयो र यो सबै देशमा चुनावको घोषणा भएकै बेला भइरहेको छ, होइन र? हो, यही कुराले यसलाई झनै जटिल र महत्त्वपूर्ण बनाएको छ। आउँदो फेब्रुअरीमा चुनाव घोषणा भएको छ। चुनावको मुखमा देशको सबैभन्दा ठूलो पार्टीकी नेत्रीलाई मृत्युदण्डको सजाय सुनाइनु संयोग मात्र नहुन सक्छ। यसले त सिधै एउटा प्रश्न खडा गर्छ, के यो फैसला हसिनाको पार्टी अवामी लीगलाई चुनावबाट बाहिर राख्ने एउटा सुनियोजित प्रयास हो? यो विश्लेषण धेरैले गरेका छन्। अन्तरिम सरकारले निष्पक्ष चुनाव गराउने वाचा गरे पनि यो फैसलाले उसको नियतमाथि शङ्का उत्पन्न गराएको छ। यसले बङ्गलादेशको आन्तरिक राजनीतिमा थप अशान्ति, ध्रुवीकरण र अन्यल निम्त्याउने निश्चित छ। यही कारणले देशका कतिपय स्थानमा प्रदर्शन हुन सक्ने जोखिम बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। यसो भए यी सबै घटनाक्रमलाई जोडेर हेर्दा यसको खास अर्थ के लाग्छ? बङ्गलादेशको भविष्य कता जाँदैछ? अहिलेको अवस्थामा देशको सबैभन्दा पुरानो र शक्तिशाली दलमध्ये एक अवामी लीगको भविष्य नै अनिश्चित देखिन्छ। सन् 1949मा स्थापना भएको र बङ्गलादेशको स्वतन्त्रता सङ्ग्रामको नेतृत्व गरेको यो पार्टी अहिले आफ्नो अस्तित्वको लडाईँमा छ। यसका हजारौं कार्यकर्ताहरू जेलमा छन् वा लुकेर बसेका छन्। एउटा यति ठूलो र ऐतिहासिक पार्टीलाई यसरी किनारा लगाउन खोज्दा त्यसले निम्त्याउने राजनीतिक शून्यता वा अस्थिरताको जोखिम पनि त उत्तिकै छ नि, होइन र? अवश्य। यसले बङ्गलादेशको प्रजातन्त्रलाई नै कमजोर बनाउन सक्छ। तर यहाँ अर्को एउटा ठूलो र जटिल पक्ष छ जसलाई हामीले बिर्सन मिल्दैन। के हो त्यो? त्यो हो भारतको भूमिका। हो, हसिना भारतमा निर्वासित छिन् र उनको सरकारलाई परम्परागत रूपमा भारतको सबैभन्दा नजिकको मित्र मानिन्थ्यो। अब दिल्ली सरकार कस्तो अप्ठ्यारोमा परेको होला? एकातिर लामो समयदेखिको मित्र, अर्कोतिर छिमेकी देशको नयाँ यथार्थ। यो भारतको लागि निकै जटिल भूराजनीतिक अवस्था हो। भारतले हसिनालाई शरण दिएर पुरानो सम्बन्ध कायम राख्न खोजेको देखिन्छ, तर उसले बङ्गलादेशको नयाँ सरकारलाई छिडाउन पनि सक्दैन। भारतको मौनताले यो दुविधालाई स्पष्ट पार्छ। उसले हसिनाको पक्षमा खुलेर बोल्न पनि सकेको छैन, न त नयाँ सरकारलाई पूर्ण रूपमा समर्थन गर्न सकेको छ। यो अवस्थाले क्षेत्रीय शक्ति सन्तुलनमा, विशेष गरी भारत र चीन बीचको प्रतिस्पर्धामा कस्तो असर पार्न सक्छ? यसले त्यो प्रतिस्पर्धालाई झनै रोचक बनाएको छ। हसिनाको सरकार भारतसँग नजिक हुँदा चीनको प्रभाव बङ्गलादेशमा केही हदसम्म सीमित थियो। अब हसिना सत्तामा नरहँदा र भारत पर्ख र हेरको अवस्थामा रहँदा चीनले बङ्गलादेशको नयाँ सरकारसँग सम्बन्ध बढाएर आफ्नो प्रभाव विस्तार गर्ने सुनौलो अवसर देख्न सक्छ। त्यसैले यो केवल बङ्गलादेशको आन्तरिक मामिला मात्र रहेन, यसले दक्षिण एसियाको भूराजनीतिमा दूरगामी असर पार्नेछ। आजको छलफललाई संक्षेपमा भन्नुपर्दा बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुनाइएको मृत्युदण्डको फैसला एक ऐतिहासिक र बहुआयामिक घटना हो। यसले गत वर्षको विद्यार्थी आन्दोलनको क्रूर दमन, लामो राजनीतिक विरासतको नाटकीय अन्त्य र एउटा गहिरोसँग विभाजित समाजको चित्र प्रस्तुत गर्छ। हो, यो घटनाले बङ्गलादेशको राजनीतिक भविष्यलाई अनिश्चित मोडमा ल्याइदिएको छ, विशेष गरी आउँदो चुनावको मुखमा। तर यहाँ सोच्नको लागि एउटा प्रश्न छोडेर जाउँ। यो स्रोतले बङ्गलादेशको घरेलु राजनीति र हसिनाको प्रतिक्रियामा ध्यान केन्द्रित गरेको छ। तर जब कुनै राष्ट्रिय अदालतले एक पूर्व राष्ट्र प्रमुखलाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्छ, विशेष गरी जब ती नेता एक शक्तिशाली छिमेकी देशमा शरण लिइरहेका छन्, यसले अन्तर्राष्ट्रिय न्याय र जवाबदेहिताको लागि कस्तो अर्थ राख्छ? यहाँ एउटा नैतिक प्रश्न पनि उठ्छ। के एउटा देशको घरेलु अदालतले गरेको फैसलालाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिनुपर्छ, विशेष गरी जब त्यो फैसला सुनाउने सरकार आफैमा एउटा विद्रोहपछि बनेको हो? यो न्याय हो वा विजेताले लेखेको इतिहास?
यो प्रश्नको उत्तरले बङ्गलादेशको मात्र होइन, विश्वभरका यस्तै द्वन्द्वग्रस्त देशहरूको भविष्यलाई असर गर्न सक्छ।